अस्ति राति लाइभ बसेको थिएँ, लाइभमा एकजना भाइ जोडिनु भयो, भाइको घर जनकपुर रहेछ। भाइले चाहिँ मलाई प्रश्न गर्नुभयो, दाइ म रोमेनिया आउनु लागेको जनकपुरको एजेन्टको मार्फत, एजेन्टले चाहिँ मलाई 12 लाख रुपियाँ माग्दैछ, यो विषयमा तपाईँले केही भनिदिनु पर्यो। मैले चाहिँ भने उहाँलाई सर्वप्रथम त 12-13 लाख तिरेर रोमेनिया आउँदैन आउनु होइन, तपाईँ रोमेनिया आउने हो, लक्जमबर्ग आउने होइन, तपाईँले यहाँ आएर $550 कमाउने हो, 2200 युरो कमाउने होइन। त्यसैले 12-13 लाख लगानी गरेर त रोमेनिया आउँदैन आउनु। यदि तपाईँलाई रोमेनिया आउन मन छ भनेपछि तपाईँ कुनै एजेन्ट दलालको मार्फतबाट नआउनुहोस्, तपाईँ 15 दिनको टाइम मिलाउनुहोस्, जनकपुरबाट काठमाडौँ जानुहोस्, काठमाडौँ गएर एउटा होटलमा बस्नुहोस्, आफ्नो कुन कुरामा सिप छ आफ्नो सिप अनुसारको इन्टरभ्यू दिनुहोस् मेन पावरमा गएर। यदि तपाईँले मेन पावरमा गएर डाइरेक्ट इन्टरभ्यू चाहिँ पास गर्नु सक्नुभयो भने 12 लाख तिर्नु पर्दैन, म्याक्सिमम 6 देखि 7 लाख रुपियाँ तिर्नु भयो भने तपाईँलाई राम्रा मेन पावरले चाहिँ रोमेनिया उडाइदिन्छ, राम्रो काममा पठाउँछ होइन। त्यसैले दलालको पछि लाग्न छोडिदिनुहोस् दाजुभाइ दिदीबहिनीहरू, सिधा मेन पावरमा जानुहोस्, एप्लाई गर्नुहोस्, इन्टरभ्यू दिनुहोस्, राम्रो काम सिक्नुहोस्, त्यही कामको लागि विदेश आउनुहोस्, पैसा कमाउनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। भिडियो धेरैभन्दा धेरै नेपाललाई सेयर गरिदिनुहोस्। जय देश, जय नेपाल।